मर्निङ नमस्ते अनि गोर्खे सलाम। आफ्टर लङ टाइम है, 1.5 महिनाभन्दा सायद बेसी भयो होला मैले कुनै पनि ब्लगहरू बनाएको थिइनँ, कुनै पनि कन्टेन्टहरू हालेको थिइनँ है। किन भन्दाखेरि यो एसआरले एकदमै म यो इलेक्सन ड्युटी परेकोले गर्दाखेरि म धेरै बिजी थिएँ। त्यसै कारणले मैले कुनै पनि ब्लगहरू बनाउन सकिनँ, तपाईँहरूलाई मैले कुनै पनि कन्टेन्ट देखाउन सकिनँ है। त्यसको निम्ति म मनबाट नै तपाईँहरूलाई सरी भन्न चाहन्छु है। र अहिले चाहिँ काम धेरै हल्का भयो है, एसआर प्राय सकिसक्यो। त्यसै कारणले गर्दाखेरि है आज चाहिँ मैले एकदमै मलाई ब्लग बनाउन मन पर्यो। मेरो भ्युअर्सहरूलाई मैले कुनै पनि भिडियो देखाउन सकेको थिइनँ, कुनै पनि जग्गाहरू देखाउन सकेको थिइनँ, कुनै पनि कन्टेन्टहरू तपाईँहरूलाई म देखाउन सकेको थिइनँ है। र आज चाहिँ म स्कुल पनि जाँदैछु, किनभने आज चाहिँ स्कुलको लास्ट डे हो, आज रिजल्ट हो, यो वर्षको आज स्कुलको अन्तिम दिन हो। त्यसै कारणले आज म स्कुल जाँदैछु र आज म स्कुलको जुन चाहिँ हाम्रो रिजल्टको प्रोग्रामहरू छ है, स्कुलको जति पनि कार्यक्रमहरू छ है, त्यो तपाईँलाई म देखाउने छु है। धेरै मैले सायद भ्युअर्सहरू मैले गुमाएँ होला है। मेरो धेरै भ्युअर्सहरू थियो, धेरै मलाई मन पराउनुहुने, मेरो कन्टेन्टलाई, मेरो ब्लगलाई लाइक कमेन्ट्सहरू गर्नुहुन्थ्यो। उहाँहरूलाई मैले निराश गरिदिएँ है। तर के गर्नु, फर्स्ट ड्युटी आउँछ है, देन आफ्टर अरू कुराहरू आउँछ। र म चाहिँ अब बिएलओ ड्युटी परेको थियो है। म चाहिँ मेरै वार्ड 22 नम्बर वार्डको बिएलओ भएको कारणले गर्दाखेरि यो एसआरले न निन्द्रा न भोक तिर्खा केही पनि भन्न पाएको थिएन। त्यसै कारण ब्लग बनाउनु त कुरा नै थिएन है। र फेरि पनि तपाईँलाई सरी भन्दैछु। र मेरो यो आजको नयाँ ब्लगलाई है तपाईँहरूले मन पराइदिनुहोस्, लाइक सेयर कमेन्ट्स अनि सब्सक्राइब गरिदिनुहोस्। र म चाहिँ अलमोस्ट रेडी भइसकेँ स्कुल जानको लागि। र म अब तपाईँहरूलाई स्कुलमा गएर भेट्ने छु। सो प्लिज स्टे विथ मी। अनि मेरो च्यानल, मेरो ब्लग च्यानल समीर ब्लग्स केपिजी कालिम्पोङलाई लाइक सेयर कमेन्ट्स अनि सब्सक्राइब पनि गरिदिनुहोस्। र हेलो, म चाहिँ जस्ट अहिले स्कुल आइपुगेँ है। र आफ्टर लङ टाइम है स्कुल आउँदाखेरि आफूलाई मजा है, खुसी लागिरहेको छ। र आज अघि मैले भनिहालेँ, आज यो वर्षको अन्तिम दिन पनि हो स्कुलको। आज रिजल्ट हो र नानीहरूभित्र नर्सरीमा राइम्स गरिरहेको छ। हुन्छ है। र अब चाहिँ म नानीहरूसँग बस्छु है, बात मार्छु। धेरै भयो नानीहरूसँग बात नगरेको। म तपाईँलाई फेरि भेट्ने छु। र अहिले भर्खर हाम्रो लन्च पनि हामीले खाइसक्यो है। नानीहरूले पनि लन्च खाइसक्यो, टिचरहरूले लन्च खाइसक्यो। र अब एकछिनमा चाहिँ हामी अब नानीहरूलाई रिजल्ट वितरण गर्ने छ है। र मेरो सेयरनी चाहिँ यहाँनिर बसिरहेको छ है। र तपाईँलाई म अब नानीहरू देखाउने छु। नानीहरू आज है स्कुलको अन्तिम दिन है, साथीभाइहरूसँग खेलेर है मजा लिन सकेको। नानीले खाना पनि मजाले नै खायो है। र नानीहरूलाई चाहिँ आज हामीले दाल भात अनि चिकन साथै आलुदम गरेको थियो। र नानीको गार्जेन पनि आफ्नो नानीहरूलाई लिनको लागि स्कुलमा आइसकेको छ। यता पनि भाइ दिदीले आफ्नो भाइलाई लिन आइसकेको छ। र हेर्नु सक्नुहुन्छ है, अब यो वर्षको अन्तिम हो आज स्कुलको दिन है। अब एकैचोटि फेब्रुअरीमा मात्रै स्कुल लाग्छ। र माया लाग्छ नानीहरूको है, किनभने यति साह्रो नादान छ हाम्रो सो नानीहरू है। चलाक पनि यति खालके माया लाग्दो खालको चलाक छ कि त्यो चलाकपन पनि अब के अब नदेखे जस्तो गर्नु मन लाग्छ। हेर्नुहोस् यति यसो खालको छ नानी, सानो छ, आफ्नै धुनमा खेलिरहेको छ है। यहाँ चाहिँ हेर्नु सबसे हिरो चाहिँ तपाईँलाई म देखाउँछु। स्कुलको हिरो चाहिँ यहाँ हो है, यहाँ छ है। देख्नुभयो, ऊ चाहिँ हाम्रो यो हरियो लाउने नानी चाहिँ हाम्रो स्कुलको हिरो हो है। र अब एकछिनमा हामी नानीहरूलाई रिजल्ट वितरण गर्छौँ है। त्यसपछि चाहिँ नानीहरूलाई हामी बिदा गर्छौँ है। र हुन्छ, त तपाईँलाई म फेरि एकछिनमा भेट्नेछु। र अब चाहिँ रिजल्ट साथै गिफ्टको वितरण पनि अब सुरु हुन लागिरहेको छ है। नानीको गिफ्ट यहाँ छ, रिजल्ट पनि
यहाँनिर राखिरहेको छ र नानीहरू आइसकेको छ लाइनमा र कति नानीहरू चाहिँ एक्जाम सकेर यो आधार कार्ड बनाउनु के को लागि चाहिँ गएको रहेछ है। मैले मिसलाई सोद्धाखेरि चाहिँ मिसले बिहार गएको छ आफ्नो गाउँ भनेर भन्नुभयो र सबैजना नै लाइनमा बसेर आफ्नो रिजल्ट अनि साथै आफ्नो गिफ्टको प्रतीक्षामा छ। सबैजना नै अब लाइनमा बसेर है अब यो वर्षको अन्तिम दिन आज स्कुलमा तिमीहरूले प्राइज पनि पाउनेछौ बुझ्नुभयो। यहाँ मिसले दिनुहुन्छ यहाँ मिस र क्लास टिचर आफ्नो क्लास टिचरले दिन्छ रिजल्ट पनि दिन्छ प्राइज पनि पाउँछौ तिमीले। अनि स्कुलको एकजना बेस्ट स्टुडेन्टले चाहिँ यो प्राइज पाउँदैछ। यो र नानीहरूलाई रिजल्ट साथै प्राइज पनि वितरण भइरहेको छ। LKG को फर्स्ट रहेछ देवराज कुमार। अनन्य प्रसाद थैंक यू मिस क्लैप 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 जोया पास। अब मोहम्मद यूसुफ भन्छ र क्लास 2 बाट फर्स्ट चाहिँ भएको छ लाडली कुमारी। सेकेन्ड क्लास 2 बाट सेकेन्ड भएको छ कार्तिक उपाध्याय। थर्ड नाजिया खातुन फोर्थ फतेह बहादुर रुम्तेल फतेह अब क्लास 4 पर्दा छैन रे ला बोल्ने क्लास 4 फर्स्ट सुमी लो कन्टिन्यू गर्दैन खै जोडले ए दिदीलाई छिटो तु पहिले यहाँ ल र क्लास 4 बाट सुमी स्कुल फर्स्ट भएको छ है। एकदमै राम्रो छ नानी पढ्नुमा। ताली बजाऊ। सत्यम क्लास 5 पाइछ फर्स्ट पनि हो पनि पासिङ स्टुडेन्ट आरिफ पनि आइज ऊ पनि आइज सौरभ पनि आइज आरिफ सौरभ कान सुनेन
उनीहरूको पास स्टुडेन्टहरू बनाउनु नि अलिक उता फर्किन उता सरलाई उता अलिक पछाडि जानु अलिक र यहाँ हाम्रो दुई नानीहरू चाहिँ क्लास 5 बाट यसपालि पासिङ इयर हो है। भाइलाई कस्तो लागिरहेछ स्कुल छोड्दा? मजा लागिरहेछ कि दुःख लागिरहेछ? हाम्रो स्कुलको अलराउन्ड राम्रो, सधैँ स्कुल आउने, सफा, स्कुलमा अब सबैलाई सहायता गर्ने होइन, सब कुरो स्कुललाई हेर्ने, सबै कुरो अल इन अल हेरेर चाहिँ यो प्राइस चाहिँ यिनीहरूले गेस गरोस् न पहिला कसले गर्छ, कसलाई दिन्छ लु भन? सुमी दिदी हो र? लाट्रीले होइन? लाट्रीले पाउँदैन? लाट्री पनि छ है। त्यही कारण चाहिँ नि सबैजनालाई चाहिँ बेस्ट स्टुडेन्ट दिँदैछु हामीहरू स्कुलबाट। यो चाहिँ साई समितिबाट पठाउनु भएको कि जो स्कुलमा चाहिँ एकदमै राम्रो स्टुडेन्ट छ उसलाई नै दिनु भनेर भनेको थियो कि त्यही कारण हाम्रो गेस्टमा चाहिँ सबैको उयसमा चाहिँ गेस गरेर चाहिँ हामी यो प्राइस चाहिँ यो प्राइस चाहिँ कसलाई दिँदैछु? सुमी किसको आउनु पर्यो लु यो चाहिँ बेस्ट यो गिफ्ट चाहिँ रेगुलर स्कुल आउने है, पढ्नुमा राम्रो, साथै स्कुलमा सेन्सर नानीहरूलाई पनि देखरेख गर्ने एउटा दिदी भएर जुन चाहिँ उहाँले आफ्नो फर्ज अदा गर्यो त्यसको लागि चाहिँ उहाँलाई बेस्ट स्टुडेन्टको गिफ्ट दिइरहेको छ। र आजको यो चाहिँ है नानीहरूसित फोटोसुट भइरहेछ। कोही नानी है क्लास 5 सकेर अब अर्को स्कुल जान्छ, कोही 1 देखि 2 पुग्यो, कोही 2 देखि 3 पुग्यो, 3 देखि 4, 4 देखि 5। र यो चाहिँ आजको स्कुलको अन्तिम फोटोसुट है, सेन्सर नानीहरूसित, आउटगोइङ नानीहरूसित है अब फोटोसुट हुन गइरहेको छ। र म पनि अब फोटोसुटमा गएर बस्नेछु है। ओके है, आजको स्कुलको अन्तिम दिन पनि बित्यो है। नानीहरू पनि आफ्नो आफ्नो घरतर्फ लागिसक्यो। स्कुल ब्याग, आफ्नो रिजल्ट, आफ्नो मार्कसिट लिएर नानी गइसक्यो। र अलिक मन दुख्यो है, किन भन्दाखेरि नानीहरूसित एउटा एट्याचमेन्ट भइसकेको छ है। र आज यसरी उनीहरू अब है अब 1-2 महिना है अब उनीहरूसित हामी भेटघाट हुँदैनौँ। अलिकति कस्तो लाग्दैछ किन भन्दाखेरि हाम्रो स्कुलमा चाहिँ कस्तो खालको छ भन्दाखेरि एउटा नट ओन्ली टिचर र स्टुडेन्टको रिलेसनमा छैन। हामी एउटा दाजुभाइ है, दाजुबहिनी त्यो खालको प्रकारले हामीले एउटा वातावरण बनाएको थियौँ, एउटा इन्भाइरोमेन्ट बनाएको थियौँ। र आज अब यहाँलाई अब हामी 2-2.5 महिना देख्दैनौँ, भेट्दैनौँ। तर पनि है म भगवान्सित यसरी विस गर्छु है सबैलेको राम्रो भएर जाओस्, यो विन्टर भ्याकेसन राम्रोसँगले बितोस्। हुन्छ। र म पनि एकछिनबाट स्कुलबाट निक्लिन्छु र बजारमा अलिकति मेरो काम छ, घरको सामानहरू लानु छ। सो मेरो आजको ब्लग है, मेरो स्कुलको आजको अन्तिम दिनको ब्लग भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, के लाग्यो है, कमेन्ट बक्समा भनिदिनुहोस्। साथै मेरो यो ब्लग च्यानल समीर ब्लग्सलाई लाइक, सेयर, कमेन्ट्स अनि सब्सक्राइब पनि गरिदिनुहोस्, साथै सेयर पनि गरिदिनुहोस्। र फेरि तपाईँहरूलाई म अर्को ब्लगमा भेट्ने बाचा गर्दै म आजको यो ब्लगबाट बिदा लिन चाहन्छु। र फेरि पनि मेरो सम्पूर्ण भ्युअर्सलाई मेरो तर्फबाट गोर्खे सलाम।